हेलो सेवा सेमोना सेवारो वेलकम बैक टु माई च्यानल। आज चाहिँ मैले धेरै दिनपछि ब्लग गर्दैछु अनि यहाँ चाहिँ हाम्रो अनिश छ। अब हामी चाहिँ कहाँ टुर गइँदैछ, कहाँ पुगिन्छ म तपाईहरुलाई दामी पाराले भरै देखाउने छु है त। ल हामी चाहिँ यहाँ आइपुग्यौं ग्यास स्टेसनमा। अब जुस खाने हो, जुस किनेर खानु पर्ने हुन्छ। चिसो चिसो छ अब पनि। अब जुस सस किनेको किन्न जाने हो भित्र। अब चाहिँ हामी यहाँ जुसहरु किन्ने हो। कुन खाने त? कुन? हामी चाहिँ जुस किन्ने। हाम्रो डाउनटाउन को हतार भने एउटालाई त्यहाँ गएर नि रातोले पर्खाउने नि हो। मेरो जस्तै हो त जिप। गाडी ठोकिनु रेकर्ड गरिरहेको छैन यस। अब चाहिँ हामी बाटोमा मजाले आधी बाटो आइपुग्न आँट्यौँ। दामी ठाउँतिर आइपुग्यौँ। प्लेनै छ। यता सबै घर भइसकेछ। फ्यामिली पार्क हो। फ्यामिली पार्क भन्दा नि होइन, अझै पर हो। घर चाहिँ दामी छ है। प्लेन छ। यो चाहिँ अब घरहरू बनिन आँटेको हो।
ग्यास स्टेसन आइपुग्यौँ लेक साइड हिल्स एरिया अरे वाल लेक अब हामी यहाँबाट चाहिँ लेफ्ट टर्न गर्न पर्ने हुन्छ कस्तो खाले यो चाहिँ 4-वे स्टप हो को पहिला अब त्यो पाली जान्छ लेक ओइल क्या दामी घर न यहाँ पहिला घर थिएन नि यो साइड सबै घर हुने रहेछ यहाँ क्या दामी लेकदेखि पारी छन् क्या दामी घर छ या we go that side too 5-6 लाख अघि चाहिँ मैले यहाँ ल्याउँछु भनेको थिएँ हजुरहरूलाई वाल लेकमा वाल लेक पासिङ जोन भनेपछि चाहिँ यस्तोमा चाहिँ पास गर्न मिल्दैन यो चाहिँ वाल लेक है गाइजहरु वाल लेक यहाँ समरमा चाहिँ स्विमिङहरु गर्छ क्याम्पिङ हैन बारबिक्युहरु गर्ने ठाउँ हो चाहिँ यो चाहिँ वाल लेक भन्छ वाल लेक पानी त फुलेको रहेछ त नि आइसहरु मेल्ट भएको छ लुक्स सो नाइस फोटो हान्ने हो नि उमाथि अहिले यो चाहिँ वाल लेकको साइडको घरहरु हो लुक्स भेरी नाइस From here, right? One lake. It's the wall. Answer to ani मान्छेले अब यहाँ आइके त उयो हुन्थ्यो हैन लामो डन्ठी के हो यो चाहिँ वाल लेक हो ल यहाँ चाहिँ हाम्रो अनिस र म आइपुग्यौँ वाल लेक यप चाहिँ मेरो दाइको छोरो हो काका भतिजा यो अब हामी यहाँ चाहिँ लेकतिर जाने यहाँ माछा मारिरहेको छ पर्छ त हो नि वाल लेक हो कि पानी त क्या मजाले उयो बस्छ यार यो वाल लेक यही हो वाल लेक पानी त्यस्तो छ हाम्रो अनिस पनि आइपुग्नु भयो हात खुट्टा धुन्छस् कि यहाँदेखि पारी चाहिँ घरहरू छ दामी देखिरा जुम गरिदिउँ घरहरू
यो चाहिँ साइड भ्यूहरू यो चाहिँ कोभिडको टाइममा हो 6 फिट डिस्टेन्स भनेर राखेको थियो यो चाहिँ यो हामी अब जङ्गलतिर जाँदैछौँ यो चाहिँ हामी यहाँ चाहिँ माछा मारिरहेको रहेछन् यहाँ चाहिँ हावा चाहिँ दामी चलिरहेछ है हावा चाहिँ चिसो छ दाउराहरू आमामा दाउरा पानी आउला जस्तो भइरहेछ आकाश चाहिँ यस्तो छ है गाइसहरू आमामा अब एक दिनमा चाहिँ यो हरियो हुन्छ के हो यो फल्दै रहेछ चिन्न सकिएन सोसाइटी यस्तो छ एउटा तलपट्टिबाट यहाँ माथि पुग्यो वेदर चाहिँ जाडो छ एकदम जाडो साइडमा यस्तो छ यस्तो छ यहाँनिर अब घरहरू देखिन We are in the destination घरहरू यहाँ मान्छेहरू छ यार मान्छेहरू छ मैले भिडियो गर्नु अलिक एउटा अब माछा मारिरहेको छ चाहिँ ब्लकहरू यही माछा मार्दै रहेछ मैले आजको ब्लग चाहिँ यहीँनिर टुङ्गाइदिनु पर्यो यही वाल लेक देखाउनु ल्याएको थिएँ म चाहिँ यसो आएको थियो हामीहरू कि ब्लग चाहिँ यहीँनिर राखिदिनु पर्यो